यो ठाउँमा आउँदा मलाई एकदम रमाइलो लाग्छ अनि धेरै कुराको यादहरू सधैँ छिमेकी साथीसँग आउँदैछ होला अनि आज केटाहरूसँग आइस अनि आउँदैन त तँलाई याद के कसो केटा हो यार त्यस्तो होइन यार अनि के त मलाई मन पर्ने त धेरै छन् तर आफूलाई मनपर्ने एउटी छैन एउटी थिए त्यसले पनि बाल्दिने सबै केटीहरूलाई प्ले बनाएर हिँडेपछि तँलाई कसले हेर्छ आजकलका केटीहरू फर्स्ट ह्यान्ड पाउनै गाह्रो हुन्छ यार सबै सेकेन्ड ह्यान्ड हुन्छन् अनि कसले गर्छ त ट्रु लभ फर्स्ट ह्यान्डको केटी पाउन त आफू पनि फर्स्ट ह्यान्ड हुनु पर्यो नि अनि कसो के त सही केटा जाम अब ल भयो जाम लभ लिइराख्न भने के त सबै डेटिङ आउँछन् हामी मात्र केटाहरू आउँछन् धेरै रमाइलो भयो आज रमाइलो त्यो सलङ्गो तिमीहरू कसरी गर हौ केटाहरू हेर त त्यहाँ बोबाल माल माल होइन तेरो लागि त काल छ जाम यार केटा हो होइन तेरो फेरि के काम भयो किन जाम भनिस् म नम्बर माग्छु कसरी नम्बर माग्ने होला केटा हो जान्छ केटा रोक न म नम्बर मागेर आउँछु हाई मेरो नाम बास हेर्नुहोस् न म यहाँ घुम्न आएको मोबाइलमा ब्यालेन्स सकेछ घरमा पनि बिरामी हुनुहुन्छ अरे प्लिज मोबाइल दिनुहोस् न Thank you. कता गयो केटाहरू फेरि केटा देखिस् मैले नम्बर मागेर आएँ कस्तो लाग्यो मेरो कमाल यति पट्टाउनु त मसँग सिक्ने केटा ल जामिन गुड मर्निङ यार मर्निङ कोही एउटा हाम्रो चिया बनाउनु त आन्टी चिया एउटा ल्याइदिउँ न अनि कताबाट आउँछ नि बिहान बिहान के गर्नु केटा बिहान भएपछि होटलमा चिया खान आउन मन लाग्छ त्यही हो डेटिङ छ कि केटा हिजो नम्बर मागेको थिएँ नि त डेटिङ बोला छ यार भित्र जानु पऱ्यो नि त यार नभेटेर पनि भएन प्रगति गर्नुपर्छ कहिले गरिछस् कसैले नगर्ने प्रगति सफल भन्छ होइन आजकल केटीहरू सबै त्यस्तै हुन्छ साँचो माया गरिन त्यही प्ले त हो नि ल गाइस म गएँ हुन्छ ल राम्रो जाने है त ल भोलि भाइ राम्रै केटा ल जा राज कताबाट आइस होटेलमा गएर आएको यार के खाएर तँलाई थाहा छ नि होटेलमा नचरासम्म खानै रुच्दैन अनि केटाहरू कहाँ छन् त त्यही होटेलमा छन् कहाँ हुन्छ नि त ल मैले दिएर राज सुन्न यार भन् फेरि के भयो जुन तैँले हिजो नम्बर माग्छु भनेर गइस् नि यार उनी मेरी हुने यार उनलाई म असाध्यै माया गर्छु यार उनी मबाट टाढा भएको पनि धेरै भइसक्यो के भन्छ तैँले यो त पागल त भएन हो यार उसलाई मैले धेरै माया गर्छु किन तर उनले मेरो मायालाई बुझ्दैन प्लिज राज मलाई उसको नम्बर दिने हिजै भन्नु पर्थ्यो नि तैँले यार ल नम्बर दे मैले साथीले यत्रो कुरा लगेँ ल त्यसको लागि चाहिँ गर्दिनँ होला त थ्याङ्क यू भन्नु पर्दैन ल जा भएर भेटौँ ल हेलो हेलो कहाँ हो
कि राज तिमी प्लिज भेट्न आऊ न है ल सानो म आउँछु ल त्यही बस्छु हेलो रिमा हो हजुर म अभिराज बोलेको रिमा म तिमीसँग अन्तिम पटक भेट्न चाहन्छु हाम्रो सम्बन्ध टुटिसक्यो किन भेट्नु पर्यो फेरि प्लिज रिमा त्यसो नभए ल ल कहाँ माथि लभली डाँडामा भेटौँ न है ल ल ओके म आइहाल्छु भन अभिराज तिमीले मलाई यहाँ किन बोलायौ हेर रिमा म तिमीलाई असाध्यै माया गर्छु त्यो त तिमीलाई पनि थाहा छ नि आखिर किन टाढा हुन खोज्दैछौ मबाट बस मलाई पुग्यो अब तिम्रो मायाको नाटक नदेखाऊ प्लिज रिमा मलाई विश्वास गर हेर अभिराज तिम्रो बारेमा मलाई सबै थाहा छ त्यो दिन याद छ तिमीलाई जुन दिन तिमीलाई भेट्न चाहेको थिएँ मैले तर त्यो दिन तिमी अर्कैको अङ्गालमा बेरेको थियौ साँच्चीकै तिमी अति सुन्दर छौ के सायद पूर्व जन्ममा मैले राम्रै काम गरेको थिएँ अनि कता हो र तिमी कति दिन भयो म तिमीसँग भेट्न चाहेँ के गर्नु त नि समय नै यस्तै भयो समय निकालेर आइरहेको छु त कहिले फोन लाग्दैन तिमीलाई कि मेरो मोबाइल बिग्रेको छ त्यसैले चाहिँ तपाईँलाई मैले अर्को नम्बरबाट फोन गरिरहेको छु साँच्चै आज तिमीसँग भेट्न पाएँ के खुसी लागिरहेको छ मलाई पनि धेरै खुसी लागेको छ र त्यो ठाउँ प्लिज मलाई अब हट हुने काम नगर प्लिज मलाई बुझ्ने कोसिस गर हाँसो मजाक त जोसँग पनि गरिन्छ तर साँचो माया त म तिमीलाई नै गर्छु तिम्रो बाटो छुट्टै र मेरो बाटो छुट्टै हुनेछ एभ्रिथिङ इज ओभर मलाई दोषी बना मेरो मायालाई चाहे तिमी कुल्चेर जाऊ ओइ तँलाई के भयो बिहान बिहान मुडा खराब भएर बसेछ त यार हेर साथीहरू आज मैले जसलाई आफूलाई भन्दा बढी माया गरेँ तर उसले मेरो मायालाई बुझेन यार ए बिहान मलाई आयो भने बेलुका छुट्छ त्यस्तो केटीहरूको लागि त्यो टेन्सन हुन्छ हामी छैनौँ के कस केटा हिँड्छौँ हिँड्छौँ ल हामी सामने सामान छुट्दैन